यो भिडियोमा हेर्नुहोस् त साथीहरू, यो चाहिँ धरानको दृश्य रहेको छ र यहाँ चाहिँ एकजना युवा मित्रले आराले खानेपानीको पाइप रेटेर पुरै पानीलाई क्षतिग्रस्त गराउनु भएको छ र यो धरानको दृश्य हो भन्ने कुरा चाहिँ धरानका कार्यवाहक मेयरले पनि यो व्यक्तिलाई चाहिँ चिनेर पक्राउ गर्न सहयोग गर्नुहोला भनेर फेसबुकमा सेयर गर्नुभएको छ। त्यो कारणले गर्दाखेरि पनि यो धरानकै दृश्य हो भन्ने कुरा चाहिँ क्लियरली हुन्छ। हाम्रो नेपालीहरूको चेतनाको स्तर चाहिँ यही लेभलमा छ। अस्ति आजभन्दा 1 वर्ष अगाडि मैले पनि कार्यालयमा एउटा पानीको धारा चाहिँ सबैलाई प्रयोग गर्ने गरी भनेर बाहिरपट्टि राखिदिएको थिएँ। एकजना सज्जन मित्रले आएर पानीको धारा चाहिँ खोलिदिएर जानुभयो। त्यो सिसिटिभीमा त्यो सज्जन मित्रले त्यो गर्दै गरेको पनि देखिन्छ, तर मैले उहाँको नाम चाहिँ अहिले सार्वजनिक गरिनँ। यो किसिमको चाहिँ हाम्रो नेपालीहरूको चेतनाको स्तर छ। सार्वजनिक सम्पत्तिको क्षति पुर्याएर कसलाई के फाइदा हुन्छ त? उहाँले त यत्रो भिडियो बनाइ आफ्नो ठुलै विजेता नै भए जस्तो, ठुलै कुरा युद्धै जिते जस्तो, हर्षोल्लास मनाए जस्तो गरेर चाहिँ त्यो पाइपलाई चाहिँ उहाँले नष्ट गरिरहनु भएको छ, काटिरहनु भएको छ, क्षति पुर्याइरहनु भएको छ। यस्तो काम नगरौँ। उहाँले के भन्न चाहनुहुन्छ साथीहरू?